आमाहरू भाउजू बुहारीहरूले सम्मान गरिदिनु भयो, एकदमै खुसी छु। ल सम्पूर्णमा नमस्कार फेरि पनि एकमुष्ट। आज चाहिँ विशेष दिन रहेको छ। यो 3-4 पुस्ता हुँदै आउँदाखेरि हाम्रो पुस्ता जिजुहरू कहाँबाट छुटेर आए त भन्ने कुराहरू आजभन्दा 2-3 वर्ष पहिला हामी खोज्दै गएका थियौँ र जुन ठाउँमा हामीले भेट भयौँ र त्यस पछाडि हामी एकअर्कामा आदान प्रदान हुनुपर्छ, एकअर्कामा चिन्जान हुनुपर्छ भनेर त्यसको लगत्तै हामीले ती कुराहरू जहाँनिर धुवाकोट भन्ने ठाउँमा हामी पुग्यौँ र धुवाकोटबाट पनि थोरै बसाइसराई गर्नुभएको रहेछ हाम्रो जिजुहरू भन्ने चाहिँ त्यहाँ गएर पुष्टि भयो। पुष्टि भइसके पछाडि मैले भाइलाई निम्तो पहिलादेखि नै भाइलाई निम्तो गरेको थिएँ, आउनुपर्छ, हाम्रो दाजुभाइसँग चिन्जान गर्नुपर्छ, हामी पनि त्यहाँ गएर एक्लै बसिरहेका छौँ जुन हाम्रो लामगादेको समूह छ भनेर। र त्यस निम्तोलाई स्वीकार्दै हिजो बेलुकी रात साँझ दुःख कष्ट भोग्दै टाढाबाट दाजुभाइ रहेछन्, दाजुभाइले स्वीकारेको निम्तो गरेकोलाई स्वीकार्नुपर्छ भन्दै भाइ आउनुभयो र उठेर एकचोटि मेरो राजभाइलाई आसन ग्रहणको लागि दिनुहुन अनुरोध गरेँ। र यसरी बाँकी हुनुहुन्छ तल हाम्रो जीवा होइन, 95 वर्षको उहाँ आउन सक्नु भएन। त्यससँगै हामी यस समूहले के गरेको छ भने पछाडि हाम्रो टोलभित्र जो कोही पनि नयाँ पाहुना आउनुहुन्छ भने उहाँलाई स्वागत गर्ने र परिचय कार्यक्रम भनेर चाहिँ राख्छौँ। उहाँलाई फुलमालाहरूले स्वागत गरेर परिचय कार्यक्रम र आज नितान्त परिचय कार्यक्रम नभइकन आज नितान्त यो चाहिँ हाम्रो दाजुभाइको भेटघाट होइन र दाजुभाइको परिचय, कसलाई अङ्कल भन्नुपर्छ, कसलाई भाउजू, कसलाई बुहारी, भोलि हामी कहीँ कतै भेट भइहाल्यो भने पनि के साइनो लगाएर बोल्ने त नि भन्ने अगमक्क परिन्छ। त्यसकारण पनि आज हामी समग्र रूपमा भेट भएर हाम्रो दाजुभाइ कति रहेछौँ, कसलाई के भन्नुपर्ने रहेछ भन्ने कुराहरू भाइले यहाँबाट चिनेर गइसके पछाडि भोलि पृथ्वी गोलो छ, घुम्दै घुम्दै जाँदा कतै एउटै गाडीमा परिएला, कतै एउटै रेस्टुरेन्टमा खाना परिएला। तर भाइलाई चाहिँ यत्रो दुःख कष्ट गरेर दाजुभाइ भेट्न आइसकेको उपलक्ष्यमा हामीले चाहिँ थोरै अबिर र माला लगाएर यो सम्मान गरिदिनु होला। अलि नयाँ बुहारीहरू आउनुपर्छ भाइलाई चाहिँ स्वागत छ। आगामी दिनमा अब उता केही पर्दा राम्रो नराम्रो पर्दा यता केही पर्यो भने हामी एक आपसमा फेरि जोडिनेछौँ। अब यसलाई चाहिँ चिसिनरी आज विगत 3 वर्षदेखि हामी चाहिँ अब दाई श्याम दाई जानुभयो, हामीसँग भेटघाट हुनुभयो, थोरै समय पछि भए पनि हामी दाई खोज्दै जानु भएर हामी संजोग बस मेरो भइज र अब त्यसरी पछि पनि दाइले दाजुभाइ हो भनेर नचिन्दा त अब को हो भन्ने हुन्छ, के हो भन्ने हुन्छ। अब जहाँ देखे पनि भेटे पनि अहिले अब हामी यसरी देख्यो भने जुनै पनि यात्रा गर्दा होस्, जहाँ पनि त्यहाँ भेटघाट हुँदा होस्, अब त हामीले चिन्ने भइयो। त्यो क्रममा चाहिँ हामी दाजुभाइ के हो भनेर अब दाइले पनि चिन्नु भयो, राम्रोसँग उहाँ जानुभयो, धेरै त बस्नु भएन। त्यही पनि मैले दसैँमा आउनु दाइ अझै राम्रोसँग चाहिँ थाहा हुन्छ, किन भन्दा हामीले वहाँ दसैँमा 2 चोटि पूजा गरिन्छ, दसैँमा ठुलो दसैँमा र चैते दसैँमा आउनु दाइ एकचोटि भनेर चाहिँ दाइलाई निम्तो गरेको थिएँ। तर दाइ अब त्यस्तै भएको कारण अब अहिलेसम्म थोरै समयमा भए पनि नजिक भयो। दाजुभाइ के हो भनेर हामीले चाहिँ सम्बन्ध गाँसियो आइयो, अब आवत जावत चाहिँ गर्न पर्छ। अब भेटघाट भएर भोलि चाहिँ सम्पर्कै भएन भन्दा त्यो अर्थै रहेन। भोलि को हो के हो भन्ने फेरि जस्तो चाहिँ पहिलाको अवस्था थियो त्यस्तै नै हुन्छ। यसलाई चाहिँ हामीले अब कसरी हुन्छ उता पनि आइरहने यता पनि आइरहने आवत जावत भएर अनि अब पढ्दा मर्दा जे गर्दा भए पनि सम्झिने यता उताको चाहिँ यताको उता भयो भने हाम्रो सम्बन्ध अझै गाढा हुन्छ कि भन्ने चाहिँ लाग्छ मलाई। यसलाई निरन्तरता चाहिँ दिएर हामी अब यस्तै नै अगाडि बढ्न पर्छ। तपाईँहरूले नि अब यहाँ म चाहिँ हिजो आज राम्रोसँग चाहिँ यसरी
आमाहरू भाउजू बुहारीहरूले सम्मान गरिदिनु भयो एकदमै खुसी छु भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्गाउन चाहन्छु नमस्ते